क्रियाकलाप गर्यौं भने चाहिँ हामीले अभ्यासका 1 2 3 यो 3 का सबै है 4 को घटाउ पनि अनि त्यसपछि यो 5 को 6 सबै सकिन्छ है यो अभ्यास चाहिँ सकिन्छ है यति सकिन्छ ल यो भाइ अलि यता आऊ अनि त्यसपछि अब यसो भन हो कि नै अथवा नम्बर गर्यो हुन्छ नभए ढुङ्गे गर्नु न ल यति भयो है अब तिमीहरूले के पत्ता लगाउनु पर्यो भनेपछि है पत्ता लगाउने यो भित्र कतिसम्म पनि पत्ता लगाउने है यहाँ हेर यहाँ 5 वटा दिएको छु यो र यो जोड्यो भने चाहिँ यति हुन्छ बराबर पनि छ कि नै यो हुन्छ तर मलाई चाहिएको के हो भने यो कचौराले छोपेको भागमा कतिवटा ढुङ्गा छन् भन्ने पत्ता लगाउने हो है ओके ओके है पहिला म देखाउँ कि कोही देखाउने यति मध्ये कविता पनि थाहा छैन यो ल यो भित्र कति ढुङ्गा होला ल हिसाब गर ल यहाँ यति जोड्या छ यो बटुका कचौरा भित्र भएका र यो जोडेर यहाँ कति भयो पहिला टोटल गर्ने कति भयो मको नाम छ सर यहाँ भित्र कति छन् 8 छन् किन भन्दाखेरि यहाँ 5 वटा छन् हैन यहाँ कति 13 भयो हैन ल 3 2 5 यो 5 बराबर भयो कि नि यो र यो बराबर हो अब बाँकी 3 6 6 2 8 यो कचौरा त कति रहेछ 8 यो कचौरा त ठ्याक्कै 2 4 6 8 है यो 8 सेम यस्तै हो यो छोपेको कचौरा हो है यो छोपेको कचौरा बक्स है यो बक्स चाहिँ कचौरा मानौँ न हो हैन यो कचौरा भयो यहाँ 6 यो प्लस भएन यो भनेको अङ्क यो 6 भएपछि हामीले 6 राखिदिउँ ल 6 भयो है यहाँ कति छन् 9 छन् है 2 4 6 8 9 ल यो पालो आशाको ल आशाको पालो ल आठ होला 2 4 6 8 ठ्याक्कै मिल्यो हैन अचुम्मा परे मान्छे अचुम्मा परे ल यहाँ त कति छ ल 1 छ कन्फर्म कसरी ल हैन ल कसरी अरे कारण छ त कारण त अलि आउन अप्ठ्यारो भयो जस्तो छ एउटा एक भएले यहाँ त 2 हुन्थ्यो हैन यहाँ के छ कि नै नभए अझै 1 को 1 भयो न ल यही छ हैन